चाहिँ बिताउनुहुन्छ होला है तपाईँले कसलाई बुढीलाई पछाडिको चाक हेर्नु न हजुर आउँदैछु हौ अलिकति कमल आइपुग्यो अलिकति टाइम लाग्छ 15-20 मिनट जाम भन भने 15-20 मिनट जाम भयो भने 15-20 मिनट नभए खासै टाइम लाग्दैन 5-6 मिनट हो ल बस्नु गर्नु न ल बस्नु हस् बाई बाई ए दाइ अलिक छिटो गर्नु ल हजुर अलिक छिटो गर्नु ल ए किन र मलाई अलिकति हतारै छ क्या आज त्यो चाहिँ खासमा दिवस चाहिँ के को लागि गर्न खोज्यो नि यस्तो हुन्छ नि त अब आफ्नो हुन्छ है सबैको आफ्नो रिजन होला होइन तर अब मेरो चाहिँ अब आफ्नै उसकै कारणले गर्दाखेरि चाहिँ हामी छुट्टिनु परेको अब ऊ जहिले रक्सी खाएर आउने अनि अब मलाई पनि पिट्ने अनि त्यसपछि अनि अब के अरे छोराछोरीलाई पनि पिट्ने अनि त्यो गरिसकेपछि अनि अभियसली रिस्ता उठिहाल्छ नि हो किन भन्नु न अनि त्यसको कारणले गर्दाखेरि चाहिँ नि ब्रोकअप अनि पुलिस केस हाल्नु भएन किन हाल्नु पुलिस केस आखिर त्यही भयो नि मेरो बेबीहरूको त बाउ हो नि त अब उसको पनि त आमा छनुहोस् लिमिट बरु छोड्दै आनन्दै ए अझै उहाँले कता उतै गाउँतिरै बस्नुहुन्छ खोइ कहाँ छ नि मलाई थाहा छैन के अरे मेरो बेबीहरू त मेरो माइतमा हो ए त्यस्तालाई त पिट्नुपर्छ हौ हजुर त्यस्तालाई त पिट्नुपर्छ के भन्नु भाइ बुझिनँ त्यस्तालाई त पिट्नुपर्छ नि भनेको के अब पिट्न नि कति पिट्नु बरु छोड्दै आनन्दै नि सही हो अनि यतातिर कति के काम गर्नुहुन्छ अनि कसरी अनि छोरछोरी उतै छ भने होइन छोराछोरी उतै हो म एक्लै बस्छु अब मेरो काम यस्तै हो अब कहिले यता गयो कसले फोन गर्छ बोलाउँछ त्यतै गयो फ्रेन्ड बोल्नु पर्दा कस्टमर रिजाउने काम ल यस्तो काम गर्नु हुँदैन थियो नि त अनि अब कस्तो हुँदैन त्यो त अनि अब म भर्खर कति वर्ष भयो भने म भर्खर 25 वर्ष भयो होइन भर्खर 25 वर्ष अनि 2टा बच्चा 25 वर्ष होइन होला 16 वर्षमा बिहे गरेको ए 16 वर्षमै किन यति छिटो हुन्छ अब त्यस्तै पर्यो होला होइन हजुर लभ म्यारेज गरेको थियो अब बच्चैमै भाग्यो अनि अब पेटमा बच्चा आइगयो अनि त्यसपछि अनि अब त्यस्तै भयो भनौँ न पुरा नमिल्ने रक्सी खाएर आउने कुट्ने गाह्रो पो रहेछ है छोराछोरीलाई म नभएको बेलामा टर्चर गर्ने ए बरु हजुरले त्यस्तो काम छोडेर राम्रो काम गर्नु क्या पाइहालिन्छ नि पाइएन अनि के गर्नु त ल पाइन्छ नि म बुझ्दिउँ त काम गर्ने तपाईँ त्यो काम छोडेर होइन पर्दैन मलाई यसमै ठिक छ होइन तपाईँले काम गर्नुहुन्छ भने महिनामा कति कमाउनुहुन्छ भन्नु त लो मैले त्यही हो 40-50 हजार कमाउँछु म महिनाको 1-1.5 लाख रुपियाँ खान्छु अनि मान्छेहरूले जेमा बानी लत लाग्यो त्यही नछोड्नेवाला होला नि त होइन त्यस्तै भनौँ आफ्नो लत अनुसारको हुन्छ होला नि त त्यस्तै भनौँ ए त्यसो भए त गाह्रो भइहाल्यो नि त म्याम अनि यस्तो पाराले त म्याम भन्दा पनि म दिदी भन्छु तपाईँलाई कि के भन्ने दिदी भन्नु के छ त तर त्यस्तो मान्छेहरूसँग गएर सुत्ने यस्तो काम चाहिँ नगर्नु क्या म चाहिँ के भन्छु भने तपाईँहरू यस्तो काम भनेर हुँदैन नि त दाइ ए भाइ सरी होइन त्यो त हो मैले भन्दा हुँदैन त्यही पनि तपाईँलाई अब एकचोटि सम्झाएको यस्तो काम नगर्नु भनेर अब अर्को काम गर्नुहुन्छ भने बरु मिलाइदिउँला होइन यसो बुझिदिउँला म पनि अब हजुरको नम्बर छँदैछ मसँग त्यही भएर मैले भनेको क्या हजुरलाई अब त्यो त हो तर पनि अब भनौँ न अब यस्तो हुन्छ नि त महिनामा 20-25 हजार कमाएर के गर्नु छोरालाई नि पढाउनु परेको छोराछोरीलाई पनि पढाउनु पर्यो खुवाउनु पर्यो अनि अब गरेर बरु के अरे मेरो मिनिमम कमाइ भनेकै 1 लाख रुपियाँ हुन्छ क्या महिनामा म के अरे दिनमा चाहिँ कति 6-7 हजारसम्म जान्छु अनि अब रेटको पैसा त आइहाल्छ प्लस उनीहरूले अब बोनस दिन्छन् अनि त्यसपछि अनि उनीहरूलाई इच्छा लागेको हुन्छ भनौँ न कसैले चाहिँ त्यही रेटको पैसा मात्रै दिनुहुन्छ अब कसैले चाहिँ अनि अब त्यही उनीहरूलाई मन लागेपछि अनि पैसा थपेर पनि दिनुहुन्छ क्या
होइन यो पे गरिसकेपछि र हजुर पे गर्नु अगाडि चाहिँ कस्टमरले कस्तो व्यवहार देखाउँछ जस्तो तपाईँले अब पे गरिसकेपछि कस्टमरहरूसँग जानुहुन्छ नि त हो अनि पे गर्नुभन्दा जस्तो अहिलेको भर्खर केटीहरू पनि जान्छ नि त हो त्यस्तोमा चाहिँ कस्तो फरक हुँदो रहेछ भन्ने कुरा क्या केही फरक हुँदैन सबै इक्वेलै हो होइन कस्टमरले अलिकति अब नराम्रो मान्छ कि भन्ने कुरा क्या होइन त्यस्तो केही हुँदैन उनीहरूलाई आफ्नो उनीहरूको पर्सनल लाइफको बारेमा हामी सोध्दैनौँ हाम्रो पर्सनल लाइफको बारेमा उनीहरूले सोध्दैन उनीहरू नि त कतिपय म्यारिडै हुन्छ नि होइन र हामी सोध्दैनौँ हेर्दाखेरि चट्टा देखिहाल्छ भन्ने टाइपको हो गरे हिँड्यो हो क्या अब अलिकति पैसा थपिदियो भने चट्टा बेसेर खायो उनीहरूसँग बसेर अनि पैसा थपेनन् भने गरे हिँड्यो भनेपछि कस्टमरलाई कसरी रिजाउनुहुन्छ तपाईँले कस्टमरलाई कसरी रिजाउने अब उनीहरूको चाह इच्छा के छ होइन कुन कसरी गर्ने भनौँ कसरी उनीहरूलाई खुसी मिल्छ होइन अब त्यही पोजिसनमा गर्ने आफूले त्यस्तै अनुसार उनीहरूलाई खुसी दिने अलिकति आफूलाई पनि गर्न नपाए हुन्थ्यो भन्ने लाग्दैन सधैँभरि गरिराख्दाखेरि त्यस्तो हुँदैन है हुँदैन पैसा भनेर हिँड्ने होला अनि कहाँबाट हुन्छ त होइन जस्तो दुःख नि त्यही त होइन पैसा छ सबै छ होइन पैसा छैन केही छैन अनि हौ पैसा कमाउ हो किन त हो अब काम सानो ठुलो हुँदैन पैसा त कमाउनु पर्छ तर त्यही पैसाले गर्दाखेरि फेरि ज्यान पनि जान सक्छ नि त ज्यान त किन जान्छ भाइ 2-3 जनासँग गर्दैमा ज्यान जान्छ होइन जे भयो नि अब सधैँ दिनकै गर्दाखेरि त असर पर्न सक्छ नि त त्यो पनि हो प्रोटेक्सन युज हुन्छ अब प्रोटेक्सन बिना गर्ने भए जस्तो चार्ज लाग्छ ए त्यो त छुट्टै हुन्छ कति बढी हुन्छ अन्य हुन्छ क्या 1500-2000 ए त्यो चाहिँ किन लिनु भएको नि तपाईँहरूले त्यो चार्ज चाहिँ किन नि त्यो चार्ज चाहिँ चार्ज भइहाल्छ प्रोटेक्सन गऱ्यो भने मजा आउँछ होइन युज गरेन भने अब प्रोटेक्सन युज गऱ्यो भने जस्तै अब तपाईँलाई किस खाँदाखेरि जिप मुखमा चाहिँ कब्रा हालेको छ अरे अनि तपाईँले किस खाइरहनु भएको छ अरे अनि त्यो तपाईँलाई खिलायो त अनि है हामी त अनुभव नभएको मान्छे हो म्याम दिदी भन्यो अब भाइ दिदीलाई त यस्तो कुरा गर्न हुने हो खासमा है हजुर दिदीसँग के गर्दा तपाईँले यस्तै काम गर्छु भन्नुभयो अब त्यही भएर सोध्या मात्रै हो क्या त्यसको कारणले गर्दाखेरि एक्स्ट्रा चार्ज लाग्छ होइन अब केही गऱ्यो अनि बेबी सेबी भयो हुन्छ नि पेटमा आयो भने त अनि अब हामीले पनि त एयरबोर्डमा नै गर्ने हो अनि त्यो गर्नलाई अब हाम्रो छुट्टै खर्च जान्छ नि त अनि त्यसको लागि नि त्यो चार्ज हुन्छ क्या ए आफ्नो सेफ्टीको लागि पछि केही भइहाल्यो भने यही पैसाले गर्ने भन्ने टाइपको हुने भयो होइन यही पैसाले गर्ने भन्ने सही हो त भने भन्नुभयो हजुरले ल ठिक छ राम्रोसँग गर्नु आफ्नो काम अब आज कस्तो यो फेरि पुरा स्पिड पनि लाइट बढिरहेको छ हजुर म त उता बालाजु ए अनि अब यो तपाईँले टिप लिएर जाने अब टिप लिएर जान्छु होला सायद टिपै लिएर जानु पर्यो रित्तै जाने कुरा भएन तपाईँले बढी पैसा दिनुभयो भने रित्तै जानु पर्यो नभए त मान्छे लिएर जानु पर्यो नि त कति आयो तपाईँलाई गर्छुदेखि जमलदेखि गर्छु फेरि अहिले थाहा छ नि तपाईँलाई अब टिकटक हेर्नु भएको छैन इनड्राइभले मान्छे ठग्यो भनेर ट्राफिकहरूले समाउनु भएको त्यो त देखिरहेको हुन्छु अनि फेरि तपाईँ पनि त्यही केसमा पर्नु होला नि फेरि म पर्यो भने त तपाईँले भनिहाल्नुहुन्छ नि म अनलाइन हो भनेर होइन भन्नुहुन्न भन्छु इनड्राइभहरू होइन आफ्नो चाहले दिने हो नि त पैसा त होइन भन्नु रेट त उनीहरूको हक हो होइन रेटको पैसा पाउनु त होइन अब बढी पैसा त आफ्नो चाहले दिने हो नि त मैले पनि त्यही भने हो तपाईँको अब इच्छा चाहले दिनुहुन्छ भने त पुलिसले अठाउनै पाउँदैन नि होइन तर उनीहरूको के हुन्छ भने आमा यति दिनु न यति दिनुहोस् न त्यस्तो छिप्पेकाहरू हुन्छन् होइन छिप्पेका बोकाहरू भन्न खोजेको क्या तपाईँले त्यस्तै त्यस्ता हुन्छन् होइन अनि के भन्छन् भन्नु न के अरे यति पैसा देऊ न भन्दै
कहाँ हात लान्छन् अनि मलाई रिस उठ्छ अनि त्यसपछि अनि म दिन्न भनेर मुखमा मात्रै नहालेर लागेको पैसा पनि दिन्न सही हो सही हो आफ्नै च्याल दिने हो नि त जस्तो म कम्फर्ट भएँ होइन मैले राम्रोसँग पुगेँ त्यो ठाउँमा मैले कुनै पनि उयो गरिनँ कहिलेकाहीँ त कस्तो हुन्छ भने हाम्रो पनि त मुड अफ हुन्छ नि त होइन त्यो क्वेसन गरे सोध्ने हो त नि अनि त्यसपछि अनि गरे दाइ यो त्यस्तो कुरा नगर्नु भन्छ फर्स्ट टाइम अब उनीहरूले नि त बुझिदिनु पऱ्यो नि त हो क्या भने त हाम्रो फर्स्ट हाम्रो फिलिङ अझ गरे अनि म त ओर्लिदिन्छु रोक्नु दाइ मलाई यहाँ एउटा काम छ ओर्लिदिन्छ अनि मलाई पैसै नदिन्छ भाग तर मलाई चाहिँ त्यस्तो नगर्नु है मलाई नि एकचोटि पैसा नदिई भागिरहेको क्या यस्तै गफ गर्दै हामी कि तपाईँ नै हो मैले अहिलेसम्म त्यस्तो गरेँ भने मैले दुईजनालाई गरेको त्यो लगभग कति एउटा चाहिँ 27-28 वर्षको थियो है एउटा चाहिँ 35 त्यस्तै वर्षको थियो है म चाहिँ कति वर्षको होला यस्तो गेस गर्नु त तपाईँ खै 25 हो कि ल तपाईँ मिलाउनु भएन नि तपाईँलाई म एउटा कुरा गर्छु होइन एउटा केही कुराहरू गर्छु एउटा कुरा गेस गरेर तपाईँ मिलाउनु भयो भने तपाईँलाई म यो पैसा नलिकन पुऱ्याइदिन्छु है त ल फ्री राइड गरिदिन्छु तपाईँलाई ल के सोध्ने मैले होइन बिहे गरेको छ कि छैन ल यो कुरा ठ्याक्क भन्नु पऱ्यो है पछि भयो चाहिँ भन्नुहोस् मलाई फोन गर्नुहोस् ओके तपाईँलाई म फोन गर्छु तपाईँको फेसबुक आइडी पनि दिन्न मलाई फेसबुक आइडी त हुँदैन किन हुँदैन सेभ बस्ने हो क्या फेसबुक आइडीहरू हजुर सेभ राख्ने हो क्या फेसबुक आइडीहरू आफ्नो पर्सनल लाइफ भन्ने नि हुन्छ नि त त्यो चाहिँ सही कुरा हो पर्सनल लाइफ भनेको पर्सनल हुन्छ होइन पर्सनल लाइफ नि हुन्छ सही हो कुरा त ठिकै हो तैपनि अब के भन्छ त्यही हो ट्याम्पोमा यस्तो प्याक गरी मान्छे आएको छ है मैले यस्तो गरेर जाँदा फिलायो कस्तो नाच्थेका मान्छेहरू त्यस्तो भएको भए त तपाईँलाई बिताइहाल्थ्यो नि हौ मैले कस्तो मात्तेका मान्छेहरू के भएर मलाई पुरै मेरो ड्रेस नै हिलो छाड्थे ल आज अब रेट कमाउने होला जस्तो छ मेनको खुट्टा धोइहाल्छु जाने बित्तिकै खुट्टा धुने हिरो छिर्ने हो नभए तिनीहरूले चाड्दिनन् खुट्टा चाटो लाउने तिनीहरूलाई